एकैछिन हिँड्दा यस्तो छ होला। बाइकलाई पनि खुवाउनै पर्यो। यो बाटोको हालत यस्तो छ बिचमा, अनि फेरि सर्रा चल्छ भेनाको। अझै 6 किलोमिटर छ गोरुसी आउन। त्यहाँ गएर मामाकोमा पसेर अनि फेरि घरतिर हिँड्छौँ, हो कि नै? हामी चाहिँ आइसक्यो भेनाको मामा घर। अब चाहिँ लाग्यो अर्घाखाँची। भर्खर पेट पूजा गरेर अब फेरि खतरा खाने फेरि बाटो प्लस हाम्रो राइडर झन् खतरा। आज गीत बजाउँदै जानले भ्लग गराउन पनि पाइएन। 2-3 मिनटको भ्लग। फेरि मलाई सबले बेइज्जत हान्न आउँछन् पसल भएकोलाई चिनेकोले। त्यही पनि यस्तो मौसम रहेछ, नचोरी बस्नै सकिन्न। दुईटा मात्र चोरी खोइ, नराम्रो नसोच्नु ल। यो गाइज सन्धि खर्का आइयो न, आइयो आइयो। अब चाहिँ यो चाहिँ सन्धि खर्का बजार रहेछ। ऊ त भाइको टुप्पी रहेछ नि भेना। अझै वाङला आउन त टाइम लाग्छ। हेर्नुहोस् सन्धि खर्काको बजार। योपालि चाहिँ मेरो दसैँ तिहार वाङलातिरै बित्यो सबै। अर्कोचोटि गएको भइन्छ। अर्कोचोटि त दिदी आउनुहुन्छ भेनासँग त भाउन होइन, हो कि नै? दिदीलाई हाउसमा पठाइदिन हामी हामीलाई, हुन्छ नि? दिदीलाई हाउसमा
आइयो आया खुट्टा पुरै दुखेछन्। बा कता हुनुहुन्छ? आमा भित्र हुनुहुने होला। मान्छे त टन्नै आयो जस्तो